दामी हावा चलिरहेछ लु निस्का छिटो जाउँ ए यो खाने त्यो खाने फिस भन्दैछ दिदीकोमा त 200 मा आउँछ नि त म चाहिँ नुडल्स खान्छु तिमी खान्छ होइन खै खै घन्टा चाउमिन पनि मात्र बोक्लिम चपा कसरी छ किलो अहिले आँप सानो झर्ना दामी हावा चलिरहेछ गर्मी यस्तो बढेको थियो टक्क नुहाएर फ्रेस भएको जस्तो फिल भयो हावा चाहिँ दामी चलिरहेछ बाहिरको मौसम पनि दामी पो छ त अन्त नानी चाहिँ सुतिरहेछ सरी नानी अरे बाबु हामी पूर्वको मान्छेले चाहिँ बच्चाहरूलाई जेन्डर हिसाबले बोलाउँदैनौँ क्या छोरा भयो भने नानी छोरी भयो भने नानी मेरो आमाले पनि अहिले पनि मम्मीले फोन गर्नु नानी खाना खाइस् त्यो एउटा बाबु मतलब छोरा सानो बाबु खोजिँदै अनि नानी नानी के हो भने यत्रो प्लेन हुन्छ एयरपोर्ट नजिक भएर क्या अनि बाबु तिम्रो नाम नानी तिम्रो नाम के हो भनेको म नानी होइन बाबु साउन्डको काम गर्दाखेरि पनि धेरै लामो समयमा गरिराख्ने कस्तो ह्याङ हुन्छ बरु ठिक्क चाहिने गर्ने 32,000 नगर्ने क्या आज एउटा सक्यो आज चाहिँ कान्छीले मुकबाङहरू के बनाउँछौँ भनेर अनि मुकबाङ पनि बनाउने अनि वक पनि जाने अनि त्यस पछाडि बेलुका के बनाउने प्लान हुन्छ अहिले एकछिनमा बुढाबुढीको त्यो देखाउने यहाँ घाउ ठिकै भएको छैन अहिलेसम्म पोलिरहेको छ बत्ती बाबु छोरा पनि उठिसक्यो अब चाहिँ अब कहाँ जाने बाबु हामी अब रिस्काम आयो लु निस्का छिटो जाउँ यो लाउनु बाई अब हामी निस्केको है त यहाँ नजिकै छ त्यस्तो धेरै टाढा हिँड्दै जाउँ है बाइकमा नजाउँ है हिँड्दै जाउँ मैले चाबी ल्याएन त बाइकको त किन अनि बेकारी हेर्नु त उहाँ जाने हाततिर लु पक्रायो बाइकमै जाने भयो क्या कुरा चाबी लिन आएँ फेरि म बाइकको चाबी अब चल भाइ सीताराम हामी चाहिँ आइसक्यौँ बेकरी बाबु कुन खाने ए यो खाने त्यो खाने म त खाँदिनँ गुल्ले त के खाने यसलाई त अहिले नै दियो भन्छ होला नि त अब मुख मिठाइसक्यो के के यसलाई एउटा कुल्फी किनिदेऊ न कान्छी ए लक रहेछ अलि बाबु यो खाने कुल्फी खाने खाने फेरि भन त के अरे बाबु फिस भन्दैछ छोराले यो बाटो छ ओभर बाटो बडीलाई त्यो बिस्किट मागा त बडी भन
नमस्ते गरेको मलाई भन दिनुहोस् भन हजुर वाउ खै वाउ भनेको थ्याङ्क यू भन्नु थ्याङ्क यू भन सामान हालिसक्यो अनि अब हामी म चाहिँ म्यागी खानु मन परिरहेछ त्यही भएर म्यागी लिँदै लिँदै जानु पर्ला त्यहाँ माटोले पानी पो पर्ला जस्तो भयो त हौ मौसम त हामी फुड खान्छौँ नि त्यहाँ दिदीकोबाट लानु होस् अब म खाँदिनँ म्यागी खाँदिनँ करेन्ट आऊ करेन्ट यसले के मागेको बाबु के खाने यहाँ देख्दैछ यहाँ ड्रागन यो के हो यो के अरे बाबु यो छोडिदेऊ अब त्यो अर्को म्यागी नै छैन अब हामी सबैको करेन्ट नै होला अब त्यही त्यो उ त हो क्या छोडिदेऊ यो करेन्ट लिन्छु दिदीकोबाट लगौँ न को दिदी जुसवाला दिदीकोबाट ए होस् मजा होला यसो हेर न फेरि त्यही साह्रो पर्छ त बरु यहाँनिर ब्राउन चाहिँ लगाउँ कि एउटा होइन मैले भन्नु खोजेको के यही मात्र लाने भनेको दिदीकोमा त 200 मा आउँछ नि त के यो करेन्ट अब कहिले खाइन्छ फेरि किन जहिले खान्छ होस् यो लगाउँ होस् त्यो अस्ति नै पनि सबै फुटिगएको थियो होस् न यहाँ प्लिज के ल अब उता तलैबाट जानुपर्ने हो ल लिभन त नि त्यसो भए के अरे यहाँ मैले भनेको वाला म्यागी नै पाएन त्यही भएर तलबाट अब करेन्टै लाने 200 रुपियाँ अरे कति अरे 200 मा 200 मा आउँछ नि यहाँ 250 हुन्छ नि 50 रुपियाँ जोगिएर वान न बादल वान न आधी घाम आधी पानी पर्ने त कस्तो भइरहेछ ए दिदी उयो करेन्ट दिनुहोस् न मलाई कालोबाट एक प्याकेटै लानु पर्ला नफुटेकोवाला दिनुहोस् ल दिइसक्यो ल ल बाबु मिठो छ खोइ यसले खाँदैछ खोइ 3 रुपियाँ आइसक्यो सामान लिएर म दामी करेन्ट नुडल बनाउँछु म्यागी खानु मन थियो आँटाको रहेछ बरु अगाडि नै त्यो अर्को ठुलै पनि ल्याउनु पर्थ्यो फेरि त्यो ओसिन्छ ओइ अब कान्छीको मुखबाङ सुरु हुन लागेको थियो अनि म चाहिँ नुडल्स खान्छु तिमी खान्छ होइन अनि करेन्ट लिएर आएँ बुढीले 50 रुपियाँ जग्गा दिनु धेरै धेरै धन्यवाद बुढाको त्यसो फाइदा चाहिँ नि गर्नुपर्छ अन्डा त नखाउँ है कता खान्छ एकैबाट एउटा ठिक फेरि म त त्यो पनि खान्छु लभ यु भन्दै पापालाई बाबु लभ यु क्या का बाबु बाबु आई लभ यु भन्नु पर्दैन अनि मात्रै गर्नुपर्छ सेटअप अन्त टेबल सेबल लागेर त्यो बनाउनु न अनि भइहाल्छ यहाँ सबै बत्तीहरूले बिगार्छ कि अब राख्नु कि ओइ अहिले बोधी खाँदैछ यहाँ आइज तँ ज्ञानी भएन यहाँ बस यहाँ अब आपाले यहाँ नुडल्स बनाउँदै हुन्छ है नुडल्स बटुकामा हाल्ने होइन एउटाको चाहिँ डल्ली हालौँ दुईटाको चाहिँ नखाउँ ल धेरै फेरि मर्छ हौ पिरोले फेरि फेरि पिरै खानु मजा आमा रागाको हेर न पिरो उहाँ न उहाँ चाउचाउ बोकेर उहाँ नि त प्याकेटभित्रको निकाल्न क्या त्यसलाई पनि राखिदिइरहेछु मैले अलिकति बस एक ठाउँमा अलिक फोरे होस् कि अलिक मजासँग गर्नु ल घुम्ने लागेर क्या पुरै घुम्दैछ यो त यहाँ पनि यस्तो सही भयो मजाले चपाटे अलिक यता साइडमा चाहिँ पल्टाउनु न है गर्नु त हामीले पनि यो नुडल्स कसले खाने म खान्छु भन लु हिँड बोकेर हिँड
ए बुढीको त यहाँ मुखबाङको लागि पनि रेडी भइसकेको छ सेटअप पनि लु छिटो हानिदिउँ ल ओभर भोक पनि लागिरहेछ राजा गीत अब यसले खाना खाइसक्ने बित्तिकै हामी फाँडी हान्छौँ नि गमै मैले पनि खाएँ तिमीले पनि खायौ कति लिटर खायो आज पानी तिमीले मात्र मुखले पनि चपा घर ठुलो घाँस गम्मा मिठो अब हामी निस्क्यौँ टिकटक गरे साह्रो साह्रो त कहाँबाट आउँछ यति बेला झुसले चाहिँ है डेन्जर घाम त चर्क्यो समझ्ने वालाको इसारा कफी यसको फेरि कपाल काँडा काँडा यसरी हुन्छ छोरा हजुर भन्नु आमा 7 वर्ष कति वर्षको देखाइदिनु भाले 7 वर्षको भाले ए होइन होइन यो 5 वर्षको भाले अरे हो यो ए हो 5 वर्ष भइसक्यो हेर न पन्जा लडा खेल्नु धेरै जित्छ नि मलाई गजब छ नि अन्त यो भालेले कुकुरलाई खेलाइदियो अस्ति टोक्दै थियो कुकुरलाई हेपेर क्या अब्बा बिहान कुन यो बिहान झन् कफी खाएर ग्यास भएर झन् करेन्टले अहिले डबल ग्यासमा लगाइरहेछ ठिक्क अब सिलिन्डर पनि खाली भएको त भर्नुहुन्थ्यो होइन अरे कति भयो बज्यो के कति बज्यो घडीमा खै होला होला के 4:50 भएछ अहिले निस्किँदाखेरि उज्यालो छ प्रायः हामी फर्किँदाखेरि रात परिरहेको हुन्छ है हामी 2-2.5 घन्टा हिँड्छौँ तर आज चाहिँ अब हेरौँ है के छ पानी त पर्ला जस्तो छ कान्छी आकाशतिर त छाता राखेको छु अँ आज फेरि 2-3 दिन बाद हिँडेको नि त पानीले गर्दा हो हिँड्न त नपाएको ए ठिक छ अब म फेरि बेलुका हिँड्नु थालेँ क्या अस्ति नै बिहान जिम बेलुका वक गर्दाखेरि त अलिक गाह्रो भयो क्या झन् लुते माथि झन् लुते होला जस्तो भयो बिस्कुट चाहिँ खानु कि त खानु अब एभोकाडो कस्तो ब्राइटनेस कम हाम्रो ब्राइटनेस बढाउला न हामी चाहिँ प्रायः यो बाटोबाट जान्छौँ है यो बाटो उताको हाम्रो कुम्रो कोठाहरू छ नानीको रक्सी चाहिँ हामी उताबाट पनि ल्याउँछौँ साथी उता उता बोला गफ गर्नु देऊ न बिस्कुट देखाइदिएको दिने भाइ हो कि बहिनी ए भाइ भनेर भाइ भन भाइ भन न खोइ भाइ भन्नुभएको खै बाजे हो बाजे खोइ बाजे भन जाने भन जाने भन हस् भन भाइ भन्देऊ मौसम त यत्तिकै भइराख्यो पानी पर्नु भने चाहिँ दामी हुन्छ पानी पर्यो भने चाहिँ अलिक बिजो प्रायः ठ्याक्कै हिँड्ने हामी वकमा जाने भनेको यही टाइममा हुनु चाहिँ देखाइदिइसकेँ
यता हेरिदेऊ न त एकचोटि हाम्रो भ्युवर्सलाई पनि हाई हेलो हाई भनिदेऊ बाई अनि हामी हिँड्नु थालेको त कति भयो हौ महिना भयो है हुनु त अस्ति केही समय चाहिँ मेरो चाहिँ ग्याप भयो कान्छी चाहिँ हिँड्यो त्यस्तै भयो अब यहाँदेखि ओह्रालोबाट उता के भयो बाटो त सक्दैन छ होला बाटो हिँड न यो बाटो अहिले भत्काएको होइन कहिले बन्ने हो महिनौ भयो त यार क्याप लाउनु पर्छ रहेछ छ है हजुर नाम पनि छ त्यो लाउँदा भयो आपा भन्दा थाक्दैनस् हेर्नु जानु त्यो डेन्जर जोन जस्तो ला कसरी जाने अब यो बाटो त नि खत्तम छ त बाटो छ बाबु बिजोक छ हेरेर आउँछु ल यहाँ त हिँड्नु सक्छ होला तिमी यस्तो छ स्थिति यहाँको कान्छी बिस्तारै आयो भने सकिन्छ बिस्तारै आऊ यता भित्ता पक्रिँदै म पक्रिन्छु तिमीलाई आऊ ल तिमी यता आऊ न म यहाँ हात दिन्छु नि तिमीलाई यहाँ आउनु मलाई हात देऊ त बिस्तारै पक्र चिप्लिँदैन यहाँ छु त्यही होइन यहाँ हिँड न हिँड चिप्लिँदैन माछा पक्र चिप्लिँदैन ढुक्क होइन उयो छ ढुङ्गा छ बाटो खत्तम छ अब रोड कटे पछाडि गल्ली हुँदै दामी बाटो लाग्ने शान्त बाटो जानुपर्छ है यो गल्ली आइपुग्यौँ पानी त झर्ला चुलै जतिको छ त हौ ल ए भन्दाखेरि पनि अस्ति आँप ल्याउँछु भनेर सोचिरहेको थिएँ कसरी छ किलो अहिले आँप 100 रुपियाँ किलो होइन सोधेको मात्र अहिले माथि गएर फर्किन्छ 150 मा 2 किलो दिइरहेछ मिलन सक्नु यतिको भइसक्यो भगवान् पानी त पर्दैन पो लानेको त मैले चाहिँ क्यापे लगाइदिएँ साई बाबा भइरहेको थियो यो होइन त्यसलाई टाइट हुन्छ होला नि त फेरि अनि छोरा स्याबास कस्तो दामी झुन्डेको आँप त दामी फलिरहेछ आकाशको फल आँखा तरी मल अर्काको के गर्नु जान्नु परेन प्राय जाडो महिनामा तोङ्बा चल्छ क्या धेरै अब त गर्मी भइसक्यो गर्मीमा त अब खान सक्दैन चिसो बियर त गर्मीमा खाने के प्लेन हेट प्लेन चढ्नु पनि डरसरी भइसक्यो जहाँ पनि क्रास भएको मात्र सुनिन्छ यसको पहिल्यै भएको होला त्यस्तो के भएर भयो पनि बिचरा एउटा हातै छैन त्यो के त तिमीलाई एकचोटि धरानमा मन्दिरमा बिस्कुट दिने भनेर बिस्कुट दिँदाखेरि झन्डै टोकिपठाएको नि हेर्दा चाहिँ माया लाग्दो थियो है कुकुर ठ्याक्क
फट्टा फुटेपछि ठुलो गाडी आयो भने मात्रै धुलो उठ्छ, नभए यो एरियामा खासै धुलो उठ्दैन क्या, क्लिन छ। अब हामी निकै माथि पुगिसक्यौँ है, डाँडा निकै माथि पुगिसक्यौँ। आज चाहिँ रुट नै अर्कै, पहिला यता गुम्बा साइड जान्थ्यौँ, आज चाहिँ हामी आर्मी क्याम्प साइडतिर जानुपर्छ। पनि अलि बाटो बनाएर राम्रो भएको छ। राम्रो भएको छ। खै मैले के भने यो पहाडको ढुङ्गा माटो हे सब माया माया बसेको। मेरो छोराले पनि गाउने हो, गाउ त। यहाँ सिस्नुले घोसला है बिस्तारै, यहाँ त सिस्नु छ नि। नक्कले घामको पहिलो किरण। हजुर ए लट्टेको साग सिस्नु झ्याम्मै रहेछ यहाँ पनि सिस्नु। त्यही त तिम्रो पनि फल छ। है टन्ने गान्जा गान्जा गाँजा कि भाङ हो त्यो? डह्रो फल्छ यतातिर गाँजाहरू पनि, डह्रो फल्छ भने क्या बोटहरू। तिमीले गाँजा खान्छौ? भोलि शुक्रबार नि। ए फोरको गाडी घरि बिहान आउँछ घरि बेलुका। ए स्क्विड गेम भोलि आउने हो नि होइन? त्यही त नि अब हेर्नुपर्छ नि, एक दिनमा सकाइन्छ सबैहरू। के हो अति हेरिदिने? किन सँगै हेर्ने नि? अभी के अरे बढी अरे त्यहाँबाट लडाइँ अब कहाँ ए थुक्का अर्को बाटो ल्याउनु खोजेको थिएँ, यो बाटोले पानी पर्नु थाल्यो। काँची छाता झिका छाता झिका छाता झिका थोपा थोपा आउनु थाल्यो। है तेरिका अर्को बाटो आउँछु भनेर सोचिरहेको थिएँ मैले नि त्यहाँबाट नलागेको टाढो आउनुपर्छ नि, ठिक्क यहाँ बस्नु ठाउँ छ। छाता झिकौँ कान्छी पर्दैछ, पर्छ पर्छ यो पानी छाता झिकौँ अलि भिज्छ। यस्तो पर्दै पानी। लौ आमा छोरा एउटा लौ न पक्ड त। ए भुइँभरि छिट्टा आमामा ठुलै पानीको थोपा त निकै ठुलो छ ठुलो छ। एकछिन फोन राख्छु म एकछिन। पानी परिसक्यो त्यसको। जमजम कान्छी
भिजेको छु अझै गर्ने रे फेरि रोक्यो पानी एकैछिन अलिअलि आउँदै रोकिँदै गरिरहेछ साग जस्तै देखेको क्या यहाँबाट यस्तो दामी देख्छ हामी यति हाइटमा चाहिँ आइसक्यौँ है के गरेर मैले खडाक्क त गरेको नि अलिक साह्रो गर त यो पक्ड त फोन पक्ड त आइरहेछ यहाँ है लागेछ हेर न त्यहाँ फोक्कुन्जेल भयो होइन ल काम भयो भएन के मैले भचाएको छु र यस्तो दामी छ है यताको ठाउँहरू मन नै शान्त फ्रेस हुने क्या ये हवाएं गुनगुनाए पूछे तू है कहाँ तू है फूलों में कलियों में या मेरे ख्वाबों की गलियों में यार बाबू यार कहाँ जा धरती सजे अंबर सजा जैसे कोई सजे सपना यहाँ मेरो पानी छाता छाता होइन कति समय पुग्ने आज नचला न ल ढुङ्गा हजुर ओके अप्ठ्यारो छ लु यिनै नाइ नाइ ल रनिङ 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 हप 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 ऊ यो के हो बाबु देखाऊ त ऊ हेर त ऊ मुनि हेर न के हो बाबु बोलाउ न सारा हाई अरे मे गाउँ पनि कस्तो देखेको त प्लेन त मेरो ब्लगमा तिमी पनि बोल्ला न केही किन अनि म बोलिरहेको नि सरी है मेरो मेरो भनी पठाइहाल्दो रहेछ मेरो च्यानलले गर्दा अनि हिँड्न त नि अब फेरि तपाईँले हाम्रो भनेन भने मलाई रिस उठ्छ भने जस्तो कुरा नहुनु अब यहाँदेखि हामी माथि जान्छौँ आर्मी क्याम्प त होइन होला त्यो पुलिसको पो होला त एपिएफ हो त्यो चाहिँ छ माथि त्यहाँसम्म जान्छौँ हामी झिलिली घाम लागेको हामी निकै माथि आइसकेको अवस्था पऱ्यो यहाँ छ गाडी आयो आयो माटोको मान्छे सिधा हिँड्न एउटा हातमा ढुङ्गा दियो भने त हिँडिरहेको छ लु यहाँ आपा बोक्नु अरे ल पानी पर बाबु छिटो नि छिटो पूर्व र पश्चिम हिँड्छ माथि आइसक्यौँ तर पानी अलिक बढ्यो परिरहेछ पानी कस्तो किरा कराइरहेछ जङ्गलमा यहाँ पिउने पानी खाइदिउँ न पानी छैन ला त्यसरी अब यहाँ तल खानुपर्छ बस्दै गर ल म पिसा फेर आउँछु
यस्तो ठाउँ भेट्छ क्या यहाँबाट चाहिँ अब यहाँ आउनुपर्ने थियो जति माथि त्यति आइसक्यौँ यो पानीले पनि लास्टै ल्याङ गऱ्यो अब चाहिँ हामी फर्किन्छौँ यहाँ तलतिर पानी खान्छौँ अनि त्यस पछाडि फर्किने है त आयो हुन्छ ल अब नजाऊ पानी परिरहेको छ जुगा लाग्छ होइन जुगा लाग्छ जाउँ अब के भयो त जाउँ किन भिजिरहेको आमा छोरा ल फेरि पिसा फेराको फेरेन मैले त पानी नखारे होला हिँड अब यहाँ चिसो पानी खुवाउनुपर्छ यसलाई ओडाउनु गर्मीले हामी निकै तल झरिसक्यौँ पानी परेर यस्तो चाहिँ स्थिति कतै परिरहेछ कतै परेको छैन कति राम्रो झन्डा दिएको कस्तो यार सिक लाग्दो परिगयो नि पानी त अब चाहिँ धेरै नै भिछ होला नानी नि भनेर हामी बस्यौँ झर्ना सानो झर्ना पानी रह्यो तर जलथल भयो नि सबैतिर जलथल त जुत्तामा छप्प भिज्यो नि जुत्ताहरू कपडाहरू अब हामी निकै तल आइसक्यौँ अब चाहिँ अझै तल यहाँबाट आएको वहाँ माथिबाट वहाँबाट यहाँ आएको छोरा हामी आइसक्यौँ भन न आयौँ भन न टोलाइरहेछ तरकारी किन्नुपर्ने छ अनि तरकारी लिँदैछ कान्छी मट्याङट्याङले अब हामी गएको घर है मैले कत्रो ठुलो आछुङ गरेको क्या बाबु के खानुभएको बनाना ताती हाङ गर्छ बाउले अब हामी घर आइपुग्न लाग्यौँ लाछि अब छोड्दै घरमा दिन्छु के भयो छापा हो छापा हो होइन त के छापा भयो मैले अबै भनेर छापा हो जरो कस्तो ओह्रालो ल आजको भ्लग यहीँ सकाइदिन्छौँ हामी गुड नाइट सबैजनालाई रात पनि पऱ्यो अब मिर भइसक्यो है त बाई